सर्वप्रथम त जनचासो च्यानलको यो 13औं एपिसोडमा देश र विदेशमा रहनुभएका सबै दर्शक श्रोतामा नमस्कार अनि स्वागत छ। म एनपी शर्मा। आजको एपिसोडको शीर्षक छ किन बढ्दैछ हाम्रोमा हिन्दू मुस्लिम समुदायबीच घर्षण। हालै सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा नम्बर 3 स्थित कप्तानगञ्जबाट सुरु भई क्रमशः मोरङ, सिरा, सप्तरी, धनुषा र पर्सासम्म फैलिएको साम्प्रदायिक तनावको घटनाले नेपाली समाजको सहिष्णु र सद्भावपूर्ण छविमा चोट पुर्याएको छ। कुनै समय हिन्दू मुस्लिम समुदाय मिलेर बसेको उदाहरण दिनु पर्यो भने नेपालको नाम लिइन्थ्यो। तर अहिले तराईका जिल्लामा वर्षको 2-3 चोटि झडप हुनु सामान्य जस्तै भएको छ। ती जिल्लाको स्थानीय प्रशासन र प्रहरीलाई साम्प्रदायिक सद्भाव कायम राख्ने नयाँ सुरक्षा चुनौती थपिएको छ। यस्तोमा प्रश्न उठ्छ, के नेपाल पनि भारत जस्तै साम्प्रदायिक तनावको केन्द्र बन्दैछ? यस प्रश्नको उत्तर खोज्नुभन्दा पहिले हामीले घटनाको बहुआयामिक विश्लेषण गरी यसका मूल कारण, प्रभाव र समाधानका बाटाहरू पहिचान गर्नु आवश्यक छ। आउनुहोस् आजको एपिसोडको थालनी यसैबाट गरौँ। कप्तानगञ्ज घटना, एउटा झन्डा र एउटा डिजेको कथा। 2083 साल साउन 10 गते राति सुनसरीको कप्तानगञ्जबाट सुरु भएको हिन्दू मुस्लिम झडप सतहमा एउटा सानो विवाद जस्तो देखिए पनि गर्भमा गहिरो सामाजिक सांस्कृतिक असन्तुलनको सङ्केत यसले गर्छ। बोलबम यात्राका क्रममा डिजेको चर्को आवाज र मुहर्रमको झन्डा नहटाइएको विवाद, यी दुई तात्कालिक कारणले स्थानीय तनावलाई एकाएक हिंसामा बदलिदियो। डिजेको आवाजको विषयमा एक पक्षले धार्मिक जुलुसको अभिन्न अङ्ग भन्दा अर्को पक्षले त्यसलाई सार्वजनिक शान्तिमा बाधा पुर्याएको भन्यो। झन्डाको विषयमा एक पक्षले धार्मिक प्रतीकको अपमान भन्दा अर्को पक्षले पर्व सकिएपछि हटाउनुपर्ने आफ्नो पूर्व अडान दोहोऱ्यायो। तर गहिरो तहमा भने सार्वजनिक ठाउँमा कुनै समुदायको धार्मिक अभिव्यक्तिको कति अधिकार हुने भन्ने प्रतिस्पर्धा क्रमशः सामुदायिक प्रतिष्ठाको प्रश्न बनेको थियो। स्थानीय बासिन्दाका अनुसार करिब 1 महिना अघिदेखि नै झन्डा विवादले तनाव चाहिँ सिर्जना गरिरहेको थियो, तर प्रशासन र स्थानीय नेतृत्वले यसलाई समयमै समाधान गर्न सकेन। घटनाक्रम, स्थानीय विवाद कसरी क्षेत्रीय सङ्कट बन्यो। साउन 10 गते राति 10:15 अथवा 10:15 देखि सुरु भएको दुई समुदायबीचको झडप केही घण्टामै हिंसात्मक बन्यो। सुरक्षाकर्मीले गोली चलाउँदा स्थानीय बासिन्दा ओमप्रकाश मेहताको मृत्यु भयो र अरू थुप्रै घाइते भए। प्रहरीका अनुसार दुवै पक्षले झडपमा ढुङ्गा, लाठी, बाँस र सिरपट जस्ता घरेलु हतियारको प्रयोग गरेका थिए। घटनाको भोलिपल्ट साउन 11 मा सुनसरी प्रशासनले कप्तानगञ्ज, हरिनगर, भुटा र घुस्कीमा कर्फ्यू लगायो र सर्वदलीय बैठक बोलायो। त्यसै दिन सिराको गोलबजारमा पनि प्रदर्शन भयो र पूर्व पश्चिम राजमार्ग पछि एक हप्ताको लागि अवरुद्ध भयो। साउन 12 मा मोरङमा पनि प्रदर्शन भयो र सुनसरी मोरङ क्षेत्रका राजमार्ग अवरुद्ध भए। जिल्ला प्रशासनले मेला, विवाह र धार्मिक कार्यक्रममा डिजेको प्रयोगमा प्रतिबन्ध लगायो। साउन 13 मा सिरा प्रशासनले सामाजिक सञ्जालमा अफवाह र घृणात्मक सामग्री फैलिएको भन्दै चेतावनी दियो र सर्वदलीय बैठकले 7 बुँदे सहमति गर्यो। साउन 14 मा सिराको गोलबजारमा तनाव थप हिंसात्मक बन्यो। प्रहरीको गोली लागेर स्थानीय बासिन्दा गणेश यादवको मृत्यु भयो। घटनाको प्रभाव त्यसपछि सप्तरी, धनुषा र पर्सासम्म देखियो। यसरी एउटा स्थानीय विवाद केही दिनमै पूर्वी तराईका 6 जिल्लामा फैलियो। यसको मुख्य कारण सामाजिक सञ्जालमा अफवाहको द्रुत प्रसार, राजनीतिक दलहरूको अवसरवादी रवैया र प्रशासनको सुस्त प्रतिक्रिया थियो। पछि तिनै तहका सरकारको प्रयास, स्थानीय धर्मगुरुहरूको अपिल, स्थानीय प्रशासनको सक्रियता र सामाजिक अगुवाहरूको पहलका कारण साउन 20 गतेसम्ममा अर्थात् झिल्को उठेको 10 दिनमा यो तनाव मत्थर भयो। यसमा अहिले पूर्वी तराईमा शान्ति फर्किए पनि निश्चिन्त रहने स्थिति भने छैन। भविष्यमा हुन सक्ने यस्ता अवांछित गतिविधिप्रति सरकार, प्रशासन र नागरिक समाज सजग रहनुपर्ने अवस्था छ। पूर्वी तराईको यो धार्मिक द्वन्द्वका क्रममा प्रहरीको गोली लागेर सुनसरीमा 3 र सिरामा 1 जना गरी जम्मा 4 जनाको मृत्यु भयो। संयोगले मृतक सबैजना हिन्दू मार्गी छन्। प्रहरी र स्थानीय बासिन्दा गरी झडपहरूमा 21 जना घाइते भए। हाल उक्त घटनामा कोही पनि व्यक्ति प्रहरी थुनामा रहेका छैनन्। दुवै समुदायका दाबी, आफू पीडित अर्को उत्तेजक। घटनापछि हिन्दू समुदायले धार्मिक भावनामा आँच आएको, मुस्लिम समुदायले हिन्दू संस्कृतिको अनादर गरेको र आफ्नो धार्मिक क्रियाकलापलाई अवरुद्ध गरेको आरोप लगायो। उनीहरूले बोलबम यात्रा परम्परागत अभ्यास भएको र यसलाई रोक्नु हिन्दू विरोधी गतिविधि भएको दाबी गरे। अर्कोतर्फ मुस्लिम समुदायले चर्को आवाजले सार्वजनिक शान्तिमा बाधा पुगेको, धार्मिक झन्डाको विषयमा संवेदनशीलता नदेखाइएको र आफूहरूमाथि नै अत्याधिक बल प्रयोग भएको गुनासो गर्यो। प्रहरीको प्रारम्भिक अनुसन्धानले भने हिंसा दुवै पक्षबाट भएको देखाउँछ, तर राजनीतिक र सामाजिक माहौलले प्रत्येक समुदायलाई आफूलाई पीडित र अर्कोलाई दोषी देखाउन उत्साहित गर्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले भने हिंसा दुवै पक्षबाट भएको देखाउँछ, तर राजनीतिक र सामाजिक माहौलले प्रत्येक समुदायलाई आफूलाई पीडित र अर्कोलाई दोषी देखाउन प्रेरित गर्छ।
रोहिङ्ग्या र विदेशी संलग्नताको प्रश्न। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले घटनाको केही दिन अघि संसदको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा खुला सीमाका कारण रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रवेश गर्ने क्रम बढेको बताएका थिए। उनले सीमापार अपराध, लागु औषध र कानुनी क्षेत्राधिकारको समस्यालाई सुरक्षा चुनौतीको रूपमा प्रस्तुत गरेका थिए। तर आइजिपीको यो भनाइलाई कप्तानगञ्ज घटनासँग सिधा जोड्नु हतारको काम हुनेछ। वास्तविक चुनौती भनेको सीमा सुरक्षाको कमजोरी हो। खुला सीमाले गैरकानुनी गतिविधि, अपराध र अनियन्त्रित आप्रवासनलाई सहज बनाएको भने सत्य हो। मदरसा र मुस्लिम आप्रवासन, ऐतिहासिक निरन्तरता वा नयाँ चुनौती। नेपालमा मुस्लिम समुदायको उपस्थिति कुनै नयाँ परिघटना होइन। काठमाडौँमा कश्मीरी मुस्लिम व्यापारीहरू मल्लकालमै अर्थात् राजा रत्नमल्लको पालामा नै आएर बसेका थिए। कान्तिपुर राज्यमा रत्नमल्लको शासन विक्रम सम्वत 1541 देखि 1577सम्म जम्मा 36 वर्ष चलेको थियो। यसरी हेर्दा नेपालमा मुस्लिमहरूको बसोबासले 500 वर्ष पुरा गरेको देखिन्छ। सन् 1857को भारतीय सिपाही विद्रोहपछि पनि धेरै मुस्लिमहरू नेपालको तराई भूभागमा आएर बसे। सन् 1900 पछिको खुला सीमाको फाइदा उठाउँदै र 1990 पछि रोजगारी र शिक्षाको खोजीमा अरू धेरै पनि आए। तराईका मुस्लिमको एउटा हिस्सा पुस्तौँदेखि बसोबास गर्दै आएको छ भने अर्को हिस्सा नेपालको उदार नागरिकता वितरण प्रणालीको फाइदा उठाउँदै खास गरी 2063 सालपछि हिन्दूहरूसँगै भारतका सीमावर्ती प्रान्तबाट यता आएर बसेको पनि छ। उनीहरूको भाषा, संस्कृति र जीवनशैली स्वाभाविक रूपमा भारतका सीमावर्ती क्षेत्रसँग मिल्दोजुल्दो छ। मदरसाको सन्दर्भमा सरकारी तथ्याङ्कअनुसार हाल करिब 1207वटा मदरसा दर्ता छन्, तर दर्ता बाहिर पनि धेरै सञ्चालनमा छन्। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075ले मदरसालाई परम्परागत शिक्षाको संस्थाको रूपमा अनुमति दिएको छ। तर स्थानीय तहमा दर्ता र मापदण्ड पालना गर्नुपर्ने, सरकारले तोकेको पाठ्यक्रम पढाउनुपर्ने व्यवस्था पनि सँगै छ। समस्या कानुनको अभावको होइन, कार्यान्वयनको हो। धेरै मदरसा राज्यको निगरानी बाहिर छन्, जहाँ धार्मिक शिक्षाको नाममा कट्टरपन्थी विचारधारा फैलिन सक्ने जोखिम हुन्छ। तर यसको समाधान सबै मदरसालाई शङ्काको दृष्टिले हेर्नु होइन, तिनीहरूलाई राष्ट्रिय शिक्षा प्रणालीमा एकीकृत गर्नु हो। यसै गरी मस्जिद वा मदरसा चलाउने नामबाट पनि खास गरी खाडी राष्ट्रबाट बसिने ठुलो धनराशि भित्रिरहेको, तर त्यसको पारदर्शिता कायम नगरिएको आरोप लाग्ने गरेको छ। यो रकमको खर्च कुन कामको लागि कसरी भइरहेको छ, त्यसको छानबिन सरकारी स्तरबाट हुनु जरुरी छ। पहाड र तराईका मुस्लिम एउटै समुदाय होइन, दुई फरक सामाजिक संसार। नेपालको मुस्लिम समुदायलाई एउटै समूहको रूपमा हेर्नु भुल हुनेछ। गोर्खा, तनहुँ, बागलुङ जस्ता पहाडी जिल्ला र काठमाडौँमा रहे बसेका मुस्लिमहरू नेपाली भाषा, स्थानीय संस्कृति अनि पहाडी जीवनशैलीसँग राम्रैसँग घुलमिल भएका छन्। उनीहरू मुख्यतः व्यापार, कृषि अनि सरकारी जागिरमा छन् र सङ्ख्यात्मक रूपमा अल्पसङ्ख्यक हुन्। उता तराईका मुस्लिममा मैथिली, भोजपुरी, अवधी र उर्दू भाषिक सांस्कृतिक प्रभाव छ। उनीहरूको भारतको बिहार, उत्तर प्रदेशसँग बलियो पारिवारिक र व्यापारिक सम्बन्ध पनि छ। उनीहरू सङ्ख्यात्मक रूपमा ठुलो समूह हुन् र मुख्यतः कृषि, व्यापार अनि अनौपचारिक क्षेत्रमा संलग्न छन्। कुनै पनि पहाडी जिल्ला वा काठमाडौँ उपत्यकामा हिन्दू मुस्लिम बीच धार्मिक दङ्गा फैलिएको दृष्टान्त हालसम्म छैन। तर तराईको बेल्टमा भने यस्ता दङ्गाहरू चाहिँ सालैपछि कतै न कतै भइरहेकै छन्। सरकारको प्रतिक्रिया सुरुमा ढिलो पछि खरो। घटना हुने बेलामा चाहिँ सुनसरीमा सुरक्षा नेतृत्व नै कमजोर थियो। सशस्त्र प्रहरीको जिल्ला नेतृत्व रिक्त र नेपाल प्रहरीका एसपी विधामा थिए। यसले सुरक्षा व्यवस्थापनको गम्भीर चाहिँ कमजोरी देखायो। सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरेर उनीहरूको ठाउँमा अरूलाई नै खटाइसकेको छ। घटना भएपछि भने सरकार चलायमान भयो। कर्फ्यू, सुरक्षा बल परिचालन र राजनीतिक संवाद सुरु गरिए। सुनसरी तनावको भोलिपल्टै अर्थात् साउन 11 गते गृह मन्त्रालयको सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरियो। साउन 14 गते नै शान्ति र व्यवस्थाका लागि अनुरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरे। यसअघि साउन 13मा राष्ट्रसभा सभापति रवि लामिछानेले सुनसरी घटनाको बारेमा छलफल गर्न र साझा दृष्टिकोण तय गर्न सर्वदलीय बैठक डाके। तर आलोचना यही छ। घटना हुनु अघि उपलब्ध सूचना र स्थानीय तनावलाई गम्भीरतापूर्वक व्यवस्थापन गरिएको भए सायद अनावश्यक हिंसालाई र जनधनको क्षतिलाई रोक्न सकिन्थ्यो। गृहमन्त्री सुदन गुरुङ 5 दिनपछि घटनास्थल पुगे। मृतकका परिवारसँग सहमति त्यसपछि भयो। सरकारले मृतकहरूलाई शहीद घोषणा, क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र निष्पक्ष छानबिन गर्ने चाहिँ प्रतिबद्धता जनायो। तर प्रारम्भिक राजनीतिक उपस्थिति भने कमजोर भएको स्पष्ट छ। स्थानीय र प्रदेश सरकारको भूमिका पनि यस क्रममा प्रभावकारी देखिएन। स्थानीय जनप्रतिनिधिहरूबीच समन्वयको अभाव थियो र प्रदेश सरकारले ढिलो मात्र चासो देखायो। प्रशासनले मिहिनेत गरे पनि राजनीतिक नेतृत्वले समयमै आवश्यक पहल गर्न नसक्दा तनाव अन्य जिल्लामा समेत फैलियो। पछिल्ला वर्षका साम्प्रदायिक घटना एउटै कथाका बहुरूप।
2080 साल असोजमा नेपालगञ्जमा सामाजिक सञ्जालमा भेटिएको धार्मिक रूपमा आपत्तिजनक सामग्रीबाट हिन्दू मुस्लिम तनाव चर्किएर कर्फ्यू लगाउनु पर्ने स्थितिसम्म पुग्यो। सोही वर्ष चैत महिनामा रौतहट र पर्सा जिल्लामा सरस्वती पूजाको मूर्ति विसर्जनको क्रममा विवाद हुँदा अवस्था बिग्रिएर तोडफोड र कर्फ्यू लगाउनु पर्ने हदसम्म पुग्यो। 2081 चैतमा पर्सामा हनुमान जयन्तीको जुलुस निकालेकोमा विवाद हुँदा स्थिति आगजनी, तोडफोड र कर्फ्यू लगाउने तहसम्म पुग्यो। 2082 माघमा हिन्दू युवकको विवाहको जन्ती लैजाने क्रममा रौतहटमा पनि यी दुई समुदायबीच फेरि झडप भयो। यसरी हेर्दा पूर्वमा सुनसरी, धनुषा, पर्सा र रौतहट अनि पश्चिममा बाँके जिल्ला धार्मिक द्वन्द्वका दृष्टिले बढी संवेदनशील देखिन्छन्। यसपटक त्यो सूचीमा पूर्वको सिराहा जिल्ला पनि थपिएको छ। यी सबै घटनाको एउटा साझा ढाँचा छ। पहिलो स्थानीय विवाद, त्यसपछि सामाजिक सञ्जालको उत्तेजना, त्यसपछि धार्मिक पहिचानको राजनीतिकरण र कमजोर प्रारम्भिक प्रतिक्रिया। यसले देखाउँछ कि यी अब कुनै छिटपुट घटना होइनन्, बरु एउटा संरचनागत समस्या हो जसको समाधानका लागि दीर्घकालीन दृष्टिकोण आवश्यक छ। समाधानको बाटो कानुनदेखि विश्वास निर्माणसम्म। समाधानको पहिलो बाटो हो सामाजिक सञ्जालको नियमन। घृणात्मक र आपत्तिजनक सामग्रीको तत्कालीन नियन्त्रणको लागि स्पष्ट कानुन र द्रुत कार्यान्वयन संयन्त्र चाहिन्छ। साइबर अपराध अनुसन्धानको क्षमतालाई अभिवृद्धि गर्नुपर्छ। दोस्रो, मदरसा शिक्षाको सुधार र निगरानी। दर्ता नगरिएका मदरसालाई दर्ता प्रणालीमा ल्याई राष्ट्रिय शिक्षा मापदण्ड र पाठ्यक्रम अनिवार्य गर्नुपर्छ। साथै गुरुकुल, गुम्बा र अन्य धार्मिक शिक्षालयमा पनि समान मापदण्ड लागू गर्नुपर्छ। तेस्रो, धार्मिक जुलुस, ध्वनि प्रयोग र सार्वजनिक स्थलको प्रयोगका निम्ति स्थानीय स्तरमा नियम बनाउनुपर्छ। जस्तै कि मस्जिदमा दिनको 5 पटक नमाज पढ्नु ठिक हो, तर त्यही नमाज पढेकोलाई माइकबाट ठुलो स्वरमा बाहिर पठाउँदा त्यसले समुदायका अरू सदस्यलाई डिस्टर्ब गर्छ। यतातिर संवेदनशील भइदिनु पर्यो। आजभन्दा 100 वर्ष पहिले माइक त हुने थिएनन्, तैपनि नमाज त पढिन्थ्यो नै, दैनिक अजान त हुन्थ्यो नै। धार्मिक अभ्यास त धेरै पहिलेदेखि थियो, प्रविधि पछिबाट आएको। त्यसैले कसैको पनि धार्मिक अभ्यासमा प्रविधिको पाटो हाबी हुनु भएन। यसैगरी हालका दिनमा बोलबम वा अरू नामबाट हिन्दू धर्ममा पनि धेरै तडक भडक, प्रदर्शनवाद र बजारवाद भित्रिसकेको छ। ठुलो आवाजमा डिजे बजाउने, व्यस्त सडकहरूमा तीव्र गतिमा चाहिँ पिकअप हुइकाउँदै हल्लाखल्ला गर्ने, अनि बलिउडका फिल्मी गीतलाई बजारिया भजनमा ढाल्दै चर्को स्वरमा नाच्ने, गाउने, बजाउने आदि विकृतिहरू हिन्दू संस्कृतिमा पनि घुसेका छन्। केही वर्ष अघिसम्म यी दुवै धर्ममा यस्तो चर्को बजारवाद वा प्रदर्शनवाद देखिने थिएन। जे गरे पनि मन्दिर वा मस्जिदभित्रै गरिन्थ्यो र बाहिरको छरछिमेकमा कुनै असर पर्ने थिएन। तर हालका वर्षमा छिमेकी भारतबाट दुवै धर्ममा यस्तो चर्कोपन र खर्चिलोपन भित्रिएको छ। यसबाट मुक्त भएर दुवै धर्मलाई पुनः सादगी र सरलताको बाटोमा फर्काउन सम्बन्धित धर्मगुरुहरूले पहल लिन जरुरी छ। कुनै पनि धार्मिक वा सांस्कृतिक गतिविधि शक्ति प्रदर्शन वा अर्थ प्रदर्शनको अवसर बन्नु हुँदैन। यसलाई भड्किलो बनाएर पेश गर्न जरुरी छैन। यसो गर्न सकिएमा दुवै समुदायको धार्मिक अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्दै आपसी द्वन्द्वलाई घटाउन सकिन्छ। चौथो, सुरक्षाकर्मीको क्षमता अभिवृद्धि। गैर घातक ढङ्गले नन लिथल मेजर्सबाट चाहिँ भिड नियन्त्रण, क्राउड कन्ट्रोल, आपतकालीन प्रतिक्रिया र साम्प्रदायिक संवेदनशीलता जस्ता विषयमा तालिम अनिवार्य बनाउनुपर्छ। पाँचौँ, अन्तर साम्प्रदायिक संवादको संस्थागत संयन्त्र चाहिँ बनाउनुपर्छ, खास गरी स्थानीय तहमा। स्थानीय तहमा धार्मिक अगुवाहरू, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच नियमित अन्तर्क्रियाले विश्वासको वातावरण निर्माण गर्छ। छैटौँ, सीमा सुरक्षामा सुधार गर्दै खुला सीमाका कारण हुने कानुनी र सुरक्षा जोखिमलाई चाहिँ के गर्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ। कप्तानगञ्जको घटनाले स्पष्ट पाठ दिएको छ। धार्मिक विवादको प्रारम्भिक चरणमै संवाद र कूटनीतिले काम गर्न सकेन भने एउटा झन्डा र एउटा डिजे पनि ठुलो साम्प्रदायिक सङ्कटको कारक बन्न सक्छ। दर्शक वृन्द, हामी यो एपिसोडको अन्तमा आइसकेका छौँ। यो प्रस्तुति तपाईँलाई राम्रो लागेमा च्यानललाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्न नबिर्सनु होला। नोटिफिकेसन पाउनको लागि सँगै रहेको बेल आइकन थिच्नु होला। अर्को एपिसोडमा अरू कुनै विषय लिएर तपाईँ हाम्रो भेट हुने नै छ। त्यो बेलासम्मको लागि धन्यवाद र शुभ दिन।